हेलो गाइज आज हामी यसो घुम्न हिँडेको तेन्नोजी पार्कतिर तेन्नोजी पार्कमा गएर यसो हामी केही भिडियोहरू अपलोड गर्दैछौँ अहिले अब यहाँ हामी 5 मिनटमा ट्रेन चढ्दैछौँ ल स्टेसनमा गएर भेटौँ ल चाहिँ हामी मेजीमा स्टेसनमा छौँ अब यहाँबाट हामी ट्रेनमा जान लागेका छौँ हामी चढ्ने ट्रेन चाहिँ आउँदैछ यो ट्रेनमा अब हामी चढ्दैछौँ यता ट्रेनलाई यता मम्मी बाबा अब यही ट्रेन ल साथीहरू आज हामी ठ्याक्क अहिले उमेदा स्टेसनमा आइपुगेका छौँ अब उमेदा स्टेसनबाट हामी केही छिनमा अर्को ट्रेन चढ्ने छौँ ट्रेनमा चढेर हामी फेरि जिआर लाइनमा जाँदैछौँ त्यसको लागि फेरि पछि हामी अपडेट गर्दै गर्छौँ अनि यहाँ छोटो भिडियो मात्र है गाइज बाई बाई हेर्न सक्नुहुन्छ उसमा पनि भिड छ हेर्न सक्नुहुन्छ यो चाहिँ ओसाका स्टेसन हो अब यहाँबाट हामी तेन्नोजी पार्क जान गइरहेका छौँ उता मान्छेको भिड ल गाइज ल हामी ओसाका स्टेसन आइपुगेका छौँ अब यहाँबाट हामी टिकट काटेर तेन्नोजी पार्कमा गएर फेरि भेटौँला साथीहरू हस्त नमस्कार बहिनीहरूबाट आइपुगेका छौँ बहिनीहरू ट्रेनमा तातो या कि बनाउनु लानु भएको रहेछ होइन कस्तो के छ कति मिठो छ अब खाइरहेको छ एकछिन हामी खानु जान्छौँ ल गाइज हामी ठ्याक्कै फाइनली जुन ठाउँमा भनेको थियौँ तेन्नोजी ठाउँमा आइपुगेका छौँ हामी अब तेन्नोजी पार्कतिर जाँदैछौँ तेन्नोजी पार्क भनेको यही हो ल फाइनली अब भित्र गएर केही कुराहरू यसो समातेर हामी फेरि अपडेट गर्दै गर्छौँ हस्त धन्यवाद ल गाइज अब हामी माथि जाँदैछौँ तेन्नोजी पार्कतिर माथि जाँदैछौँ कतिको उयो छ यसमा होइन रमाइलो छ ल गाइज अब हामी एउटा सानसानो बच्चाहरूको स्केटिङ गरेको म देखाउन चाहन्छु भिडियो केही झलकहरू तपाईँलाई ल यसो भिडियो देखाइदिनुहोस् सानसानो बच्चाहरूले स्केटिङ गरेको है ल अरू केही अपलोड गर्दै गरौँ ल ठ्याक्कै फाइनली ठाउँमा आइपुगेछौँ तेन्नोजी पार्कमा तेन्नोजी पार्कमा अब हाम्रो भिडियोहरू एकछिन सर हेरिदिनु होला सबैजनाले तिर सबैतिर देखाइदिनु होला भिडियो तेन्नोजी पार्क यही हो अहिले
ल गाइज अब हाम्रो आजको भिडियो फाइनल सकिएको छ अब हाम्रो कुनै नेक्स्ट टाइम छुट्टी भएको दिन फेरि हामी बनाउँदैछौँ त्यसको लागि धेरै धेरै धन्यवाद तपाईँहरूले हेरिदिनु होला हाम्रो लाइक सब्सक्राइब कमेन्ट सबै गरिदिनु होला प्लिज टेक गुड नाइट ओके बाई